Good morning, everyone. So we are going to enjoy the holiday of birth anniversary of Dr. B.R. Ambedkar. Okay, I am very much honored to. I am very much honored to speak about the birth anniversary of Dr. B.R. Ambedkar. As we all know, Dr. B.R. Ambedkar was born on 14th April 1891. He was also known as Baba Sahib Ambedkar, and he was the greatest leader of India. Uh, he was a great uh, scholars, lawyers, economist, and social reformer. Despite, as we all know, despite he had faced a severe difficulties in his childhood time, like you all, he never gave up his education. Okay, because he believed that education, education is most powerful weapons that it can change the society. Okay, so he was also known as the father of Indian Constitution. We also know that because he played a key role in drafting Indian Constitution. Through this, he ensured that justice, equality, and freedom for the society, especially for the oppressed, weaker section of the society. So he played a great role in drafting Indian Constitution, and his powerful message was that agitated, organized, and that it inspired today also. So let us pledge to build a society which prevail justice, equality for all of us. So what message bring his autobiography of Dr. Ambedkar is that हामीले जन्म लिएपछि ईश्वरको सृष्टि हो, भगवानको सृष्टि हो। हामी जन्म लिएपछि अधिकार बोकेर आउँछ, जिउने अधिकार। तर डक्टर बीआर अम्बेडकरले धेरै दुःख भोगेको थियो। ऊ ओप्रेस सोसाइटी, विकर सेक्सन अफ द सोसाइटी, एउटा तल्लो निम्न वर्गको सोसाइटीमा जन्मेको कारणले गर्दाखेरि उनले धेरै दुःख कष्ट पीडहरू भोग्नु परेको थियो। तरै पनि उसले उसको चाइल्डहुड टाइम्समा देयर आर सो मेनी उसको द इन्सिडेन्ट्स आर देयर, मोटिभेशनल इन्सिडेन्ट्स आर देयर, यहाँ भनिरहनु मिल्दैन। उसको चाइल्डहुड टाइम, स्कुल टाइममा व्हेन यु आर इन्जोइङ द राइट्स, फ्रीडम टुडे बिकज अफ दैट डॉक्टर बीआर अम्बेडकर। ओके, डॉक्टर बीआर अम्बेडकरले इक्वालिटी, फ्रीडम भन्ने चाहिँ कन्स्टिट्युसनमा नलेखिदिएको भए हामी पनि त्यही समाजमा जिइरहेको हुन्थ्यो होला। अनि डक्टर बीआर अम्बेडकर हामी नानी स्कुल स्टुडेन्ट हुँदाखेरि चाहिँ उसलाई स्कुलमा उसले पानी खानु पाउँथेन। उसलाई तल्लो दर्जाको एउटा दलित दर्जा भनेर उसलाई हेर्थ्यो। तर उसले के भन्यो, he never gave up his education. उसले शिक्षालाई, उसको पढाइलाई छोडेन। किन भन्दाखेरि he believed that, हैन, अघि यहाँनिर भन्दै थियो, उसले के याद थियो भन्दाखेरि चाहिँ एजुकेसनले नै सोसाइटीलाई चेन्ज गर्छ भन्ने उसकोमा त्यो एउटा दृढ सङ्कल्प थियो। उसकोमा उसकोमा डिटर्मिनेसन थियो। त्यस कारणले गर्दा ऊ गएर कोलम्बियामा पढ्यो भनेर भन्दैछ। यहाँनिर प्रेस्टिजियस युनिभर्सिटीमा गएर पढेर लयर भएर आएर चाहिँ इन्डियामा के गर्यो, कन्स्टिट्युसनको ड्राफ्टिङ कमिटीको चेयरम्यान भयो। अनि चेयरम्यान हुनु साथ उसले सानोमा उसले देखेको समाज, उसले भोगेको दुःखहरूलाई चाहिँ त्यसलाई जस्टिस, उसलाई त्यसलाई न्याय होस् भनेर उसले फन्डामेन्टल राइट्स, यु मस्ट हेभ नोन अबाउट द फन्डामेन्टल राइट्स, त्यहाँनिर फ्रिडम अफ, राइट टु फ्रिडम अफ इक्वालिटी, राइट टु फ्रिडम अफ रिलिजन, राइट टु फ्रिडम अफ एक्सप्रेस ओपिनियन भन्ने कुरोहरू लेखिदियो। आज यहाँ हामी त्यो डक्टर बीआर अम्बेडकरले लेखिएको कारणले गर्दाखेरि हामी यहाँनिर त्यो इन्जोय गरिरहेको छ। अब सोसाइटी इन्डिया इज अ कम्प्लेक्स सोसाइटी हो। इन्डियामा अब डाइभर्सिटी, युनिटी इन डाइभर्सिटी, हैन, धेरै भिन्न भिन्दै सोसाइटीमा मानिसहरू बसेको हुन्छ।
कसैले हामी ठुलो जात उनीहरू सानो जात भनेर हेपेको हुन्छ ती मध्येमा डाक्टर बिआर अम्बेडकर पनि पर्थ्यो अनि हेपाई खाएर ऊ चाहिँ पछि ठुलो भएर चाहिँ के भयो इन्डियाको एउटा कन्स्टिट्युसन लेख्ने हामीले फादर अफ इन्डियन कन्स्टिट्युसन भनेर यहाँनिर क्विजमा पनि धेरैपल्ट सोधेर क्विजमा क्वेसन एराइज भयो हामीलाई याद छ डाक्टर बिआर अम्बेडकर वाज अ फादर अफ इन्डियन कन्स्टिट्युसन भनेर अनि उसले लेखेको त्यो त्यसले गर्दा आज हामीलाई कसैले हेप्नु सक्दैन अलिकति बोल्नु पर्यो भने हाम्रोमा अधिकार इट इज आवर बर्थ राइट भनेर भन्छ नि हैन बोल्नु फ्रीडम अफ एक्सप्रेस हाम्रो मनको भावनाहरू पोखिने त्यो टाइममा डाक्टर बिआर अम्बेडकर सानो भएको टाइममा त्यस्तो थिएन सोसाइटी वाज भेरी कम्प्लेक्स अनि सोसाइटीको स्ट्रिक्ट रुल्स एन्ड रिचुअल्सले गर्दाखेरि चाहिँ ही ह्याड टु फेस डिफिकल्टिज अनि यो कुरालाई लाइकवाइज नेल्सन मण्डेलाको लास्ट टाइम हामीले पढ्यो त्यस्तै नै दुःख भोगेको थियो अनि यो कुरालाई मध्यनजर राखेर चाहिँ पछि गएर चाहिँ के गर्यो पछि गएर चाहिँ उसले कन्स्टिट्युसन ड्राफ्ट गर्यो अब हामीले सिक्नुपर्ने चाहिँ के छ भने वी आर द पिपल अफ गड वी आर द पिपल अफ गड वी हेभ नो एनी कास्ट वी हेभ नो एनी पर्टिकुलर रिलिजन वी आर फ्रीडम टु हेभ एनी काइन्ड अफ रिलिजन हैन हामीलाई ईश्वरले सृष्टि गर्दा त के गरेको छ ईश्वरले सृष्टि गर्दाखेरि विभिन्न जातको त बनाएको छैन तिमी ठुलो जात हो तिमी सानो जातको बनाएको छैन मात्रै मेल एन्ड फिमेल क्रिएट गरेको छ पर ईश्वरले सृष्टि गर्दा हो कि हैन इफ यु गो टु दि बाइबलमा गएर पढ्दाखेरि आदम र हावालाई के गरेको छ क्रिएट गरेको छ त्यहाँनिर आदम र हावालाई भिन्दै जात बनाएर क्रिएट गरेको छैन इफ यु गो टु द लेप्चास हिस्ट्रीमा गयो भने नोजोङ एन्ड फुदोङ थिङ यो दुईजना मेल एन्ड फिमेललाई क्रिएट गरेको छ इफ यु गो टु द सम किरात राइजमा गयो भने पारुहाङ एन्ड सुङ्मीमा उनीहरू दुईजना भिन्दै जात बनाएर ईश्वरले सृष्टि गरेको छैन हामीलाई ईश्वरले मानिस भनेर सृष्टि गर्यो र अब हामीले चाहिँ गर्नुपर्ने के हो भन्दाखेरि सबैलाई एक नजरमा हेर्नुपर्छ ऊ पनि त्यस्तै हो म जस्तै हो ऊ पनि उसको पनि जिउने अधिकार जति छ मेरो पनि अधिकार छ मेरो जिउने जतिका अधिकार छ उसको पनि त्यतिकै अधिकार छ भन्ने कुरोलाई चाहिँ हामीले सोच्नु पर्यो न कि हामीले यो त सानो जात हो यो केटा हो यो केटी हो यो कालो हो यो सेतो हो भन्ने विचार चाहिँ धारणा चाहिँ कहिले राख्नु हुँदैन यदि यो कुरा हामी स्टुडेन्टमा टिचरहरूमा अनि अरू मान्छेहरूमा छ भने सोसाइटी कहिले डेभलप भएर जाँदैन अनि यहाँनिर लास्टमा के भनेको छौँ लेट अस प्लेज to build a society where there is justice, equality prevail भनेर हुनेछ जहाँ यस्तो खालको समाज बनाउँ त्यहाँ न्यायसँगले अनि पिसफुल अनि सबै बराबरको सम्मानको रूपमा जिउन सकोस् भन्ने समाज बनाउनु पर्छ अब हामीले आफ्टर दिस डाक्टर बिआर अम्बेडकरको लाइफ हिस्ट्री पढेपछि चाहिँ हामीले के प्रण गर्नु पर्यो हामीले चाहिँ के प्रमिस गर्नु पर्यो भन्दाखेरि सोसाइटी चाहिँ यस्तो बनाऊ जहाँनिर चाहिँ सुगन्ध होस् फुलबारीमा जब तिमी घुम्न जाँदाखेरि फुलको सुगन्ध गनाउँछ त्यस्तै नै होस् भन्ने चाहिँ हामीले त्यस्तो सोसाइटी बनाउनु पर्यो तर अब हामी भोलि पर्सि ठुलो भएर चाहिँ उता फाल्टो डिस्क्रिमिनेट एक आपसमा विकर सेक्सन अफ द सोसाइटी हो आई एम द हायर क्लास सोसाइटी हो दे आर द लोअर क्लास भनेर छुट्यायो भने चाहिँ द्याट सोसाइटी नेभर डेभलप एन्ड अपडेट ओके हामीले यो प्रण गर्नुपर्नेछ अन्डरस्टुड सो एन्जॉय द हलिडे एन्ड come again as usual. Thank you very much.